सामान्य सभामुख महोदय, नेपालका केही टेलिभिजनहरू र छापा मिडियाहरूमा विशेष गरी यो साउदी अरबको एउटा कम्पनीमा नेपालीहरू चाहिँ फसे, कम्पनी बन्द हुँदाखेरि नेपाली श्रमिकहरू अलपत्र परे भनेर हामीले सम्झनाहरू सुनिरहेका छौँ। साउदी अरबको जुबेल सहरमा रहेको सेन्डन इन्टरनेसनल कम्पनी लिमिटेड, त्यो कम्पनी केही समय अगाडिदेखि बन्द भयो। त्यो कम्पनीमा झन्डै 469 जना नेपालीहरू त्यहाँ कार्यरत थिए। त्यो कम्पनी हुँदाखेरि त्यो कम्पनीमा काम गर्दाको 2 महिनादेखि 9 महिनासम्मको तलब पनि ती नेपाली श्रमिकहरूले बुझ्न पाएका छैनन्, कम्पनीबाट पाएको अवस्था रहेन। सिनियर त्यहाँको म्यानेजमेन्टलाई पटक पटक उहाँहरूले अपिल गर्नुभयो, आफ्नो तर्फबाट पहल गर्नुभयो, प्रयत्न गर्नुभयो, सामूहिक ढङ्गबाट उहाँहरूले भन्नुभयो, आग्रह गर्नुभयो। त्यहाँको सिनियर म्यानेजमेन्टले पनि उहाँहरूको तलबको बारेमा, पाउनुपर्ने सेवा सुविधाको बारेमा कुनै कसै काहीँ कतै त्यसलाई सम्बोधन गर्ने स्थिति भएन, व्यवस्था गरियो। उहाँहरू अहिले कुनै एउटा क्याम्पमा बसिरहनु भएको छ। खानपिनको पनि ठुलो समस्या, त्यहाँ रहेका केही नेपाली साथीहरू सङ्घ संस्था र दूतावासले किन पछिल्लो तहमा केही समन्वय गरेको भन्ने जानकारी आएको छ। तर क्याम्पमा रहेका नेपाली त्यहाँ युवाहरू साथीहरू उनीहरू बिरामी अवस्थामा छन्। उहाँको स्वास्थ्य उपचारमा पनि समस्या के छ भने त्यहाँको उहाँहरूको नेसनल आइडी अकामाको म्याद सकेका कारणले गर्दा मोबिलिटी पनि हुन पाइरहेको छैन, त्यसले उपचारमा पनि समस्या भएको छ। त्यसै गरी बहिर्गमन भिसा प्रक्रिया केही समयको लागि साउदी अरबले बन्द गरेको कारणले गर्दा उहाँहरू नेपाल आउन पनि गाह्रो भइरहेको अवस्था छ। यो समस्यामा उहाँहरू परिरहेको, त्यसले गर्दाखेरि सामान्य सभामुख महोदय, ती 469 जना मध्ये 226 जना स्वदेश फिर्ती पाऊँ भनेर त्यहाँको दूतावासलाई अपिल गर्नुभएको छ, आग्रह गरिरहनु भएको छ, भनिरहनु भएको छ। मलाई पनि उहाँहरूले व्यक्तिगत सम्पर्क गरेर यो कुरा बताउनु भएको छ। 243 जनाले आफूहरू काममा पाएमा अब हामी ऋणदान गरेर आइपुग्यौँ, यहीँ कतै लोकल ट्रान्सफरको व्यवस्था भइदियो हुन्थ्यो भन्ने छ। त्यसकारण सामान्य सभामुख महोदय, यो विषय मैले किन उठाउन खोजेको भने विश्वका